खेलको रणभूमिमा पछाडि फाल्ने फाइनलमा पुगेका टिमहरू हुन्। हो त्यो त फाल्ने सानो चाहिँ छैन। फेरि अग्रस्थानमा एक पोइन्टको लागि, किनभने यो हामी फाइनल म्याच हो। जसले उसै नै विजेता हुन्छ। यो थोरै थोरैले खेलिरहेको छ। आफ्नो टिमलाई अग्रस्थानमा पुर्याउनको लागि हेर्ने उत्तिकै दमले खेल्दै हुनुहुन्छ, किनभने यही नै हो गेमको रणभूमि। परीक्षाको फल भनेको यही नै हो। जसले जित्छ ऊ प्रथम हुन्छ। यही नै हो परीक्षाको फल भनेको। दुवै तर्फका खेलाडी साथीहरू मेहनत गर्नुभएको छ, मिठो खेल्नुभएको छ। फल यही हो, प्रथम हुन्छ, यही हो फाइनल गेम। त्यसैले आफ्नो टिमलाई चाहिँ अग्रसर भएको छ। लुलु लालीगुराँसको 16 रहेको छ अनि जिटी स्पोर्टको 15। यही नै हो खेलको राउन्ड। खेलाडी साथीहरूले केही विश्रामको अनुरोध गर्नुभएको छ। भोलिन्टियर साथीहरू सम्पूर्ण यहाँ बराबरीमा छ। यो भनेको रोचक गेम हो। रेफ्रीले केहीमा अझै पनि लुलु लालीगुराँस नै। हामी खेलको एकदमै अन्तिम चरणमा छौँ। जसले बाजी मार्छ उनी शेर भन्छ। यहाँ मिठो भएको छ गेम। अहिले लुलुको लालीगुराँसको हातमा, फेरि जिटी स्पोर्टको हातमा बल। एकदमै राम्रो भएको छ। जिटी स्पोर्टको हातमा यो फेरि लालीगुराँसको 24 पुगेको छ भने जिटी स्पोर्टको 20, यानि कि 4 पोइन्टले अझै पनि लुलु लालीगुराँस अग्रस्थानमा। गेमको फिक्स हान्छ के लम्बुले हो के फिक्स हान्ने भनेको। पुगिसकेका छौँ र यति बेला स्कोर रहेको छ लुलु लालीगुराँस 18 र जिटी स्पोर्ट 8। लुलु लालीगुराँसका अध्यक्ष कौशिक थापा, खेल संयोजक नरेन्द्र